गुरुजी भेटे आज खुसीको कुरो रहेछ। आज गुरुजी भेटे। नमस्कार गुरुजी। के छ मेरो पर्लो गुरुजी यो तपाईँलाई मेरो गुरुजी आज मेरो बुढी हस्पिटलमा छ, नानी हुनेवाला छ। अन्त के हुन्छ गुरुजी बताइदिनुहोस् तपाईँले। यता हो। ए मनुखे गडबड देख्दैछु मैले त। के गडबड देख्नु भयो भनिदिनुहोस् गुरुजी। छोरा भयो भने चाहिँ बाउ मर्छ, छोरी भयो भने चाहिँ आमा मर्छ। तेरो एकदम सत्य हो यो। छोरा भयो भने पक्का बाउ मर्छ। के गर्नु साथी, बस्नु न साथी। के छ भन न। अन्त के टेन्सनमा छौ? म त टेन्सनमै छु नि। अब के भयो? हेर्नुहोस् न, मेरो जान हस्पिटलमा छ, नानी हुनेवाला। आज एउटा गुरुजीले बाटोमा भेटाएर अब उहाँ त एकदमै जान्ने रहेछ, बतायो। अन्त छोरा भयो भने चाहिँ बाउ मर्छ, छोरी भन्छ आमा मर्छ भनेको छ। अन्त मलाई त दुइटै टेन्सन भएन साथी। तेरेको अन्त डेलिभरी भएर अब बुढी डेलिभरी भयो, त्यो त खुसी कुरा हो। त्यो अब अहिलेको त्यो बाबाजीहरूको कुरा सुनेर कहाँ हुन्छ हौ, भइहाल्छ हौ साथी। के त्यस्तो टेन्सन मानेको बित्थामा तेरेका। कति बाबाले सत्य बताउँछ नि हौ साथी। अरे टेन्सन नमान, भइहाल्छ त्यस्तो। त्यो सन्तान त्यो बित्था खा भएको त्यो त्यस्तो कुरा टेन्सन मानेर हुँदैन। अन्त छोरा पो भएछ त हौ। अन्त त्यो त साथी खै छोरा भएछ। छोरा भएछ त। त्यही त मलाई त प्रब्लम छ नि फेरि। छोरा भयो भने त बाउ खस्छ भनेको थियो, हजुर। आमा भयो छोरी भन्छ आमा खस्छ भनेको थियो। म तपाईँलाई त्यही बताइदिनु आएको, छोराको अब खुसीको बताइदिनु आएको हो। छोरा भएछ हो, कङ्ग्रेचुलेसन छ तपाईँलाई हो। म त जानु पर्यो मेरो साथ। छोरा भयो भने चाहिँ बाउ मर्छ, छोरी भयो भने चाहिँ आमा मर्छ। तेरो एकदम सत्य हो यो। छोरा भयो भने पक्का बाउ मर्छ। को कसको हो, को कसको हो, कसले चिन्न साक्षरा।